नमस्कार मेरो भगवान रूपी दर्शकहरूलाई मेरो सेवाढोक नमस्कार छ। विभिन्न इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल डिभाइसहरूको जानकारी दिने क्रममा म आज तपाईँहरूलाई यो मल्टिमिटर चलाउन सिकाउँदैछु। हुन त म पनि धेरै जान्ने होइन, म धेरै ट्यालेन्ट त होइन, तर आफूसँग भएको नलेज चाहिँ म यहाँहरूलाई बाँड्न चाहन्छु। म चाहिँ बाँड्ने मान्छे भनौँ न, होइन? त्यसरी बुझ्दा हुन्छ यहाँहरूले। म चाहिँ आफूलाई आएको नलेजहरू चाहिँ यहाँहरूलाई म बाँड्न गइरहेको छु। मल्टिमिटरको जानकारी दिने क्रममा छु। मल्टिमिटर धेरै खालको हुन्छ, विभिन्न खालको हुन्छ। यो अर्कै हेर्दा एउटै भए पनि यो मल्टिमिटर फरक छ, यसमा अप्सनहरू फरक छ। एउटा भने फरक खालको छ। यो मोडलअनुसार फरक हुन्छ। मोडलहरू धेरै खालको मल्टिमिटर हुन्छ। म यसमा सबैभन्दा यो तपाईँले धेरै खालको छ मल्टिमिटर। त्यही त धेरै खालको एउटै डिभाइसमा भएर नि यसको मल्टिमिटर भएको, मल्टी आइटम भएकोले यसलाई मल्टिमिटर भनेको। यसमा म तपाईँलाई सर्वप्रथम तपाईँलाई ब्याट्री नाप्न सिकाउँछु। ब्याट्री नाप्न चाहिँ जहिले पनि ब्याट्रीको नाप्न यति यो डिभाइसमा हो, ब्याट्रीमा नाप्न सिकाउँछु तपाईँलाई। ब्याट्री नाप्न चाहिँ यहाँ राख्नुपर्छ है, यो ब्याट्री नाप्नुलाई यो चाहिँ कति भोल्ट रहेछ भनेर देखाउँदाखेरि तपाईँले त्यो 3.6 भोल्ट रहेछ देख्नु भएको होइन, चल्दैछ नि होइन, ए 3.4 भोल्ट छ। यसले चाहिँ यो डिभाइसमा चाहिँ ब्याट्री नापिन्छ। यो मात्रै नभएर अरू विभिन्न खालको ब्याट्रीहरू पनि, जस्तै तपाईँलाई यो ब्याट्री नाप्नु यो ब्याट्री नाप्न सकिन्छ, कति भोल्ट छ यो ब्याट्री। यो डिजिटल मल्टिमिटर चाहिँ ब्याट्री नाप्दाखेरि प्लस माइनस जता राख्दा कुनै फरक पर्दैन, तर एनालग चाहिँ फरक पर्छ। डिजिटल चाहिँ केही फरक पर्दैन। डिजिटल मल्टिमिटर नाप्दा चाहिँ डिजिटल मल्टिमिटर राख्दा केही फरक पर्दैन। भोल्ट देखाइरहेको छु, कति भोल्ट छ भने ठिकै देखाउँछ। त्यसै गरी म तपाईँहरूलाई यो डिसी भयो। अब एसी नाप्न सिकाउँछु। एसी नाप्दा चाहिँ एकदमै सतर्क भएर नाप्नुपर्छ। एसी नाप्दा चाहिँ करेन्ट लाग्नुपर्छ है। एसी नाप्दा चाहिँ एकदम सतर्क हुनुपर्छ, सतर्क भएर नाप्नुपर्छ। एसी चाहिँ एकदम सतर्क भएर नाप्नुपर्छ हामीले। म एसीको उमा राखेको छु, अब एसीमा जोड्दैछु अहिले। एसी नाप्दैछु मैले यहाँ। एसी देखाइरहेको छ, कति रहेछ? 229 भोल्ट। 250 को वरिपरि हुन्छ। 250 वरि चाहिँ तल माथि फ्याक्सन गराउँछ। एसीको किन 250 अथवा 229 किन देखायो भनेर तपाईँलाई जानकारी छ अथवा जानकारी छैन भने म कुनै दिन जानकारी दिनु तपाईँलाई एसी नापेर देखाइदिएँ। तर अब छ कन्टिन्युटी। हेर्नुहोस् है, कन्टिन्युटी चाहिँ जस्तै यो तार हो, यो तारको कति कन्टिन्युटी छ भनेर यहाँ नाप्नु। जस्तै यो तार चाहिँ अब कन्टिन्युटीमा यहाँ राखेर यहाँ सर्ट गराएको छु, बच्छ है, बच्छ किनभने बच्छ। अब यो तारको क्वान्टिटी कति छ, यो बिचमा अब सर्ट छ कि छैन भनेर नाप्नुलाई यहाँ एकसाइडमा यो राखेर एकसाइडमा यो नापेपछि थाहा हुन्छ। यो एकदम ठिक राख्छ, यो एकदम ठिक राख्छ। यो चाहिँ क्वान्टिटी राखेको, क्वान्टिटी राखेर मैले तपाईँहरूलाई यो मल्टिमिटरको नाप्नु सिकाएँ। धेरै मल्टिमिटर कम्पनी अनुसार अथवा मोडल अनुसार फरक हुनसक्छ। यसको सिग्नल चाहिँ हेरेर थाहा हुन्छ होइन। यसमा हामीले मल्टिमिटरको रजिस्टर, डायोड लगायत हामीले यो धेरैवटा कुराहरू, मस्फेटहरू, आइसीहरू नाप्न सकिन्छ यसमा चाहिँ। र यो चाहिँ एकदमै आवश्यक भनौँ न। यसमा एसी नाप्नु सक्यो, डिसी नाप्नु सक्यो। यो राति बत्ती बलेको चाहिँ यसमा एसी नाप्नु सक्यो, डिसी नाप्नु सक्यो। के चाहिन्छ त्यो भन्नुभयो। त्यही त कम्पनी अनुसार मैले तपाईँलाई भन्दैछु, कम्पनी अनुसार मल्टिमिटरहरू फरक हुन्छन्, तर काम सबैको एउटै हो, फरक हुन्छ। मल्टिमिटर सम्बन्धी मैले आज तपाईँहरूलाई यति जानकारी दिएँ। यसबाट एसी नाप्न सकिन्छ, डिसी नाप्न सकिन्छ, कन्टिन्युटी नाप्न सकिन्छ, फ्युजहरू नाप्न सकिन्छ। यो मल्टिमिटर चाहिँ एकदम हामी इलेक्ट्रोनिक र इलेक्ट्रिकल विशेष इलेक्ट्रोनिक काम गर्ने मान्छेले नभई हुँदैन। यसले एसी डिसी दुईटै नाप्न सकिन्छ भनेर यति जानकारी दिँदै आजको भिडियोबाट म बिदा हुन चाहन्छु। यहाँहरूलाई आगामी दिनमा के कस्तो भिडियोहरू चाहिन्छ भन्नु होला, म त्यो अनुसार भिडियोहरू बनाउँदै आउनेछु। आज त मैले मल्टिमिटर सम्बन्धीको भिडियो चाहिँ जानकारी पाएँ। आगामी अरू भिडियोमा पनि भेट्ने बाचा गर्दै आज म यहाँहरूसँग बिदा हुन्छु। हस्त नमस्ते, यहाँको दिन शुभ रहोस्।
जाँदा जाँदै मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु भने म विनम्र अनुरोध गर्दै बिदा हुन चाहन्छु। म तपाईँहरूको हर्क साथी जीवनजित। हस्त आजलाई छुट्यौँ। यहाँको दिन शुभ होस्।